पाल्म सन्डे अथवा खजुरको आइतबार आजको दिन क्रिस्चियनहरूको एउटा पर्व हो। पाल्म सन्डे भन्छ अथवा खजुरको आइतबार। र आजको दिनदेखि लिएर अर्को आइतबारसम्मको अवधिलाई होली विक अथवा पवित्र हप्ता भनेर कहलाइन्छ भनिन्छ। यसको मतलब आज पाल्म सन्डेलाई एउटा विजय प्रवेश भनिएको छ। नेपालीमा इङ्ग्लिसमा भन्यो भने ट्रिम्फल इन्ट्री भनेको छ अथवा ट्रायम्फल इन्ट्री, विजय प्रवेश। यसको अर्थ के हो त भन्दाखेरि अब आजको एक हप्ता पछाडि अर्को आइतबार अथवा त्यसलाई चाहिँ इस्टर सन्डे पनि भनिन्छ। त्यो दिन चाहिँ परमेश्वरको पुनरुत्थानको दिन। र आजबाट होली विक अथवा पाल्म सन्डे अथवा चाहिँ पवित्र हप्ता सुरु भयो। र यो परमेश्वरको यरुशलेममा विजय प्रवेश ट्रायम्फल एन्ट्रीले के जनाउँछ त भन्दाखेरि अब मृत्युमाथि परमेश्वरले बगाउनु भएको रगतले विजय छ र त्यही कारणले विजय प्रवेश अथवा ट्रायम्फल इन्ट्री, मृत्युबाट जीवनमा प्रवेश। अब मृत्युको हार र जीवनको जित र त्यसै र ट्रायम्फल इन्ट्री अथवा विजय प्रवेश भनिएको हो। र अब आज आइतबार पाल्म सन्डे अथवा खजुरको आइतबार र आजको 5 दिन 6 दिन पछाडि शुक्रबार गुड फ्राइडे, प्रभु येशू ख्रीष्टको क्रुसिफिक्सन अथवा उहाँको मृत्युको दिन, उहाँले कोर्राको चोट खाएर मर्ने दिन र उहाँले रगत बगाएर मानिसहरूलाई विजय दिनुहुने दिन। कसरी भन्दाखेरि जब उहाँले रगत बगाउनुहुन्छ त्यो रगतले मृत्युको हार हुन्छ अथवा दुष्टको हार हुन्छ, अन्धकारको शक्तिको हार हुन्छ। र जसले उहाँको रगतमाथि विश्वास गर्छन् यो मेरो पाप धुनको लागि बगाइएको भनेर, र त्यो रगतले हामी धोइन्छौँ, हाम्रो विश्वास हो। र हाम्रो पाप शुद्ध भएपछि हामी स्वर्गीय नागरिक बन्छौँ। र त्यसको भोलिपल्ट शनिबार दिनभरि उहाँ च्यानमा रहने दिन र आइतबारको दिन उहाँ बौरेर उठ्ने दिन। जुन शरीरमा गाडिएको थियो त्यही शरीर एक्जिटिज, त्यही शरीर नै उठ्ने दिन हो। र त्यसलाई चाहिँ इस्टर महोत्सव भनिन्छ अथवा चाहिँ एउटा उहाँको पुनरुत्थानको दिन त्यसरी भनिएको छ। लुकाको पुस्तक 19:37-38 हामीले हेरियो भने त्यहाँनिर मानिसहरूले खजुरको पात ओछ्याउँदै उहाँलाई यरुशलेममा स्वागत गरेका र विजय दिएका र उहाँलाई चाहिँ एउटा ठुलो सम्मान गरेका। किन? उहाँले रगत बगाउँदै हुनुहुन्छ र ट्रायम्फल इन्ट्री अथवा विजय प्रवेश उहाँले गरिराख्नु भएको छ। मृत्युलाई परास्त गरेर जीवनलाई स्थापित गर्ने हप्ताको सुरु भएको कारणले ट्रायम्फल इन्ट्री भनिएको हो।